हेलो साथीहरू, आज हामी कहाँ जाँदैछौँ यो हजुरले पक्कै पनि थाहा पाउनु हुनेछ। यो भिडियो अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ आज दिदीको घर जान भनेर आइसक्यो। बसबार गाडी चढिसक्यौँ र अहिले हामी ठ्याक्कै कहाँ पुगेछौँ नि, तल्लो बसबार पुग्यौँ साथीहरू। अनि अहिले हामी चाहिँ बाहिरको रमणीय दृश्य हेर्दै 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 जाँदैछौँ। तर कहाँ जाँदैछौँ भने चाहिँ हजुरहरूले पुरै भिडियो हेरेर मात्र थाहा पाउनुहुनेछ। र अहिले हामी चाहिँ पुग्यौँ तामाकोशी बजार। तामाकोशी बजार चाहिँ कति रमणीय छ हेर्नु होला। तामाकोशी बजारमा आइपुगेपछि चाहिँ बस एकछिन केही टाइमसम्मको लागि जहिले पनि रोक्छ। त्यही भएको भएर हामी चाहिँ तामाकोशीमा अब एकछिन उडेर बसौँ भन्ने सोच गरेर एकछिन गाडीबाट झरेर चिसो हावा खान निस्क्यौँ। र यो चाहिँ हो तामाकोशी नदी। अहिले मैले हजुरलाई देखाइरहेको तामाकोशी नदी भयो। हामी चाहिँ नदीको पुलमा बसेर हेरिरहेछौँ यो दृश्य, नदीको दृश्य र हजुरहरूलाई पनि देखाइरहेछौँ। र ठ्याक्कै अहिले चाहिँ हामी दिदी घर आइपुग्यौँ। र दिदी घरमा आइसकेपछि हामीलाई चाहिँ एउटै कुरा चाहिँ के गर्न मन लाग्छ भने निङ्ग्रो खोज्नलाई। जहिले जाँदा पनि निङ्ग्रो चाहिँ एकदम मनपर्छ नि त हामीलाई। त्यही भएर निङ्ग्रो खोज्नतर्फ हामी लाग्यौँ खोलातिर। र त्यतै गएर चिसो पानी पनि खाने, उम्रेको पानी, अनि त्यस पछाडि निङ्ग्रो पनि खोज्छौँ भनेर हामी चाहिँ लाग्यौँ खोलातिर। अब कतिको निङ्ग्रो पाउँछ हामी तपाईँलाई देखाइहाल्छौँ। अनि यो चाहिँ हो त्यहाँनिरको उम्रेको चिसो पानी। यो पानी चाहिँ कहिले पनि हत्तपत्त त्यस्तो चिसो हुँदैन। जाडो महिनामा चाहिँ तातो हुन्छ, मन तातो जस्तो तरिकाको तातो हुन्छ भनेदेखि गर्मी महिना चाहिँ एकदम चिसो पानी हुन्छ। तिर्खा लागेको बेला गएर खायो भने कस्तो प्यास मेटिन्छ साथीहरू। फेरि चाहिँ हामी लाग्यौँ निङ्ग्रो खोज्नलाई। अब हामी दुईजना मध्ये निङ्ग्रो कसले बेसी पाउने भनेर खोज्दैछौँ निङ्ग्रो। तैपनि उसले चाहिँ ढल्की ढल्की हेर्दै हुनुहुन्छ निङ्ग्रो कता चाहिँ छ, कता पाउँछ भनेर। हामी चाहिँ तैपनि कतै अलिकति भए पनि बेसी भेट्छ कि निङ्ग्रो भनेर खोज्दैछौँ। तर पनि कस्तो उन्यु गाडीभित्र अनि सिस्नो गाडीभित्र मात्रै पाउने कि यो निङ्ग्रो चाहिँ। प्रायः यो चाहिँ लेख ठाउँतिर पाउने रहेछ, खोला खोलामा अनि खेतको काल्लामा मात्रै पाउने रहेछ यस्तो निङ्ग्रो चाहिँ। त्यही भएको भएर हामी चाहिँ आज खोलामा खोज्ने भनेर आएको थियौँ उताबाट नि। अनि हामी अहिले चाहिँ 3 जना खोज्दैछौँ निङ्ग्रो, तर देखाउन चाहिँ 1 जना मात्रै देखाइरहेको छौँ भिडियोमा चाहिँ। निङ्ग्रो तै पनि अझै पाउँछ कि भनेर अन्साइ पन्साइ गरेर खोज्दैछौँ गाडीभित्र। तर पनि अलिअलि त पाइरहेछौँ हामीले निङ्ग्रो, धेरै पाउन नसकिन्। तैपनि बेलुकासम्म कति खोज्छौँ हामी तपाईँलाई देखाइहाल्नेछौँ। अझै हामी खोज्दैछौँ, गर्मी भए पनि जेसुकै भए पनि आज निङ्ग्रो त लिएर जाने नै हो भनेर हामी निङ्ग्रो खोजेको चाहिँ छौँ। अनि अझै खोजिरहेछौँ हामीले पाउँछ कि भन्दै। निङ्ग्रो नपायो भनेर हामी फर्किहाल्दैनौँ क्या साथीहरू। अझै पनि